नमस्कार। आज म पैसाको बारेमा कुराकानी गर्न चाहन्छु। तपाईलाई म एउटा प्रश्न सोध्न चाहन्छु। तपाईले फ्युचर इन्कमको लागि हिजो के गर्नुभयो? के याद छ? वा आज तपाई के गर्दै हुनुहुन्छ? तपाईलाई याद छ वा गर्नु भएको छ? यदि त्यो छैन भने तपाई पैसासँग अलि सम्बन्ध पछाडी हुनुहुन्छ भन्न खोज्या हो। तपाईले फ्युचरको लागि हिजो के गर्नुभयो, आज के गर्दै हुनुहुन्छ भन्ने कुरा के हुन्छ महत्त्वपूर्ण हुन्छ। पैसा तपाईले के गर्नुपर्ने हुन्छ? कमाउनु पर्ने हुन्छ। कमाउनु भन्दा पहिला के गर्नुपर्ने हुन्छ? सिक्नु पर्ने हुन्छ। तपाईले सिक्नु भयो भने मात्रै के हुन्छ? पैसा कमाइन्छ। पैसा कमाएपछि मेन चाहिँ के गर्नुपर्छ? जोगाउनु चाहिँ पर्छ। जोगाउने ठाउँ विभिन्न हुन सक्छ। बैंक हुन सक्छ, बीमा हुन सक्छ, शेयर मार्केट हुन सक्छ र अन्य कुनै क्षेत्रमा तपाईले के गर्न सक्नुहुन्छ? पैसा जोगाउने कुरा र लगानी गर्ने कुरा गर्न सक्नुहुन्छ। त्यसरी तपाईले गर्नुभयो भने त्यो पैसाले पनि के गर्छ? काम गर्छ। तपाई हामीले काम गरे जस्तै पैसालाई पनि के गर्नुपर्ने हुन्छ? काममा लाउनु पर्ने हुन्छ। काम लगाइसकेपछि त्यो पैसाले पनि के गर्छ? पैसा कमाउँछ। त्यो भएको कारणले भोलिको दिन के हुन्छ? सहज हुन्छ, सजिलो हुन्छ। त्यो भएको कारणले पैसा के छ? महत्त्वपूर्ण छ। पैसाको बारेमा सिक्ने पर्छ। सिक्नु के गर्नुपर्छ? पैसाको बारेमा सिक्नुपर्छ। यस्तै भिडियो तपाईले हेर्नको लागि लाइक गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ र शेयर गर्न सक्नुहुन्छ भन्दै तपाईले यो भिडियो हेरिदिनु भएकोमा तपाईहरुप्रति हृदयदेखि के गर्न चाहन्छु? धन्यवाद दिन चाहन्छु।